बल र चाल सम्बन्धी महत्त्वपूर्ण प्रश्नको समाधान लिएर आएको छु। प्रश्न नम्बर एक रहेको छ, एउटा ढुङ्गा 72 मिटर अग्लो टावरबाट स्वतन्त्र रूपमा तल खसाल्दा 6 सेकेन्डपछि जमिनमा पुग्छ भने उक्त ढुङ्गाको गुरुत्व प्रवेग कति होला? कुन अवस्थामा गुरुत्व प्रवेग g को मान 0 हुन्छ? सल्भ गरौँ। एउटा ढुङ्गा 72 मिटर अग्लो टावरबाट तल खसाल्दा भनेपछि ढुङ्गाले पार गरेको दूरी यस बराबर 72 मिटर। स्वतन्त्र रूपमा तल खस्दा सुरुको गति u बराबर 0, मिटर प्रति सेकेन्ड। 6 सेकेन्ड पछि समय t बराबर 6 सेकेन्ड पछि जमिनमा पुग्छ भने उक्त ढुङ्गाको गुरुत्व प्रवेग स्मल g बराबर वाट हामीलाई थाहा छ। s बराबर ut प्लस 1/2 gt स्क्वायर मान राखौँ। s 72 u 0 × t6 प्लस 1/2 g फाइन्ड आउट गर्नुपर्ने t6 स्क्वायर 72 = 0 प्लस हाफ × g × 6 स्क्वायर 36 2 1 2 2 8 16 18 72 = 18 g और g बराबर 72 भागा 18 18 चौको 72 g बराबर 4 मिटर प्रति सेकेन्ड स्क्वायर। यति आन्सर। सेकेन्ड पार्टमा कुन अवस्थामा गुरुत्व प्रवेग g को मान 0 हुन्छ? निम्न अवस्थामा गुरुत्व प्रवेग g को मान 0 हुन्छ। 1 मा अन्तरिक्षमा g को मान 0 हुन्छ। 2 मा ग्रहको केन्द्रमा g को मान 0 हुन्छ। तेस्रो नम्बर स्वतन्त्र रूपमा खसिरहेको अवस्थामा वस्तु खसिरहेको अवस्थामा